फिसो ये खा सबै खा होइन है बुढा के हो तिमीहरूको चाला चिया र बिस्कुट हातमा मात्र मजाले खाइरहेछस् सुँगुरले चारा खाए जसरी यो काजीलाई पहिला खुवाउनु पर्दैन पर्थ्यो सन्काइ साहब पर्थ्यो एकैछिन यता उठिनु सन्काइ साहब पर्छ नि किन किन भन् एकछिन आउनुहोस् न प्रेम थियो एकैछिन डोरी लिएर जा किन भा एकछिन काम जान डोरी लिएर एकछिन डोरी लिएर जा एकछिन पनि सन्काइ साहब कहिलेको त हामीले भने नि मानि बक्छु किन भन् त एकैछिन काम छ के काम छ ए छिटो लिएन ए छिटो आइज न प्रेम एकछिन भन्नु सन्काइ साहब कति चलिरहनु पर्यो एकछिन आउनु सन्काइ किन यो एकछिन अस्ति एउटाले यस्तो नाटक गरेको क्या अस्ति यस्तो गरेको थियो एउटाले यस्तो गरेको थियो गरमा यस्तो गरेको थियो यस्तो गरेको थियो तिमीहरूलाई दुःख पाउँछौ है तिमीहरूले दुःख पाउँछौ एकछिन नगर्नु नि सन्काइ साहब यस्तो गरेको थियो है ए कस यो नाटकको भाइ यो नाटकको कस न कस छिटो कस तेरा बाजेलाई कस नाटक हो यो हाँसोस् कसे भा कस अझै कस तिमीहरूले दुःख पाउँदैछस् विचार गर है विचार गर ल छोड त यता आइज त काजी ए काजी त पाजी हो पाजी अबदेखि तेरो काजी त ए यो मेरो छोरा म हो काजी त बडो आयो काजी भन्ने तिमीहरूले दुःख पाउँदैछस् एक बडो आयो काजी बन्न त यो सारा गाउँलेको खुन चुस्ने उडुस होस् अनि सारा हाम्रा चेलीबेटीको रगतमा होली खेल्ने राक्षस होस् त राक्षस ए प्रेम तपाईँले के गर्नु थाहा छ यो आँटा बाँच्दैन यहाँ मैले पेटी राखेको छु खोइ कहाँ त म हान्छु पक एकछिन म हाल्छु मेरो पालो पुऱ्यो अब त मरी सानो काजी मरी 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 मरिस 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 आया आया मैले बा यसले तिमीले बुझाउनु पुग्यो म बुझ गर्छु ल गर उता गर हान तिमीहरू बाउ छोराले ठिक गरेनौ बुढा तिमीहरू बाउ छोराले ठिक गरेनौ मलाई यो डोरीबाट एकचोटि फुत्किन त दे अनि तेरो बाउ छोराको ज्यान र काल एकैचोटि गर्न मैले जानेछु मगर हाम्रो च्यान र काल यत्रो डोरीमा कसिँदा पनि अझ तँलाई चेतान्ने छैन होइन चिउरा खान पुगे सानी गाई सब चिउरा खान्छस् एकचोटि मलाई यो डोरीबाट फुत्किने त दे न अनि तेरो बाउ छोरालाई मैले जानेको छु यसलाई मात्र होइन छोरा यसको साथी सुरजलाई पनि कुट्न पर्छ जा भित्र गएर घिसाएर लिएर हुन्छ बा म ताने लिएर त्यसले पनि तँ जा अब तिम्रो दुईटा एउटा च्यान हुँदा थाहा पारोस् हाम्रो बाउ छोराको च्यान गर्ने मलाई त यही राख सँगै राख छोरा यसलाई पनि कुट मर्नी गरेर कुट अनि यसो झोली तुम्बा पकाएर डाँडा कटाएर आउला सहिले कुट टुम्बा कुट टुम्बा कुट कुट फुट्टामा हान कुट म जानु भयो कुट देखि तेरो साथीलाई कुटेको नपुग्यो यो मर्छ फेरि जा यसको भित्र झोला ल्याएर फालिदे अनि यसलाई डाँडा त्यो डाँडा कटाएर आइज जा झोला लिएर जा त्यसलाई राख्नै हुँदैन यहाँ बडो अर्को यति भाषाको समा तेरो जुत्ता टिप कुट पेटले कुट आया 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 आया
आइया छिटो गर्नु भा पख न पख कति हतार चाहिँ पख किन छिटो गर्न पर्यो यहाँ कसै कसै ठिक पार्नु छ यहाँ कसै कसै ठिक पार्ने ओहो प्रेम घाँस काट्न जानु लाग्यो हो काकी घाँस काट्न जानु लाग्यो अनि तपाईँ चाहिँ कहाँ पुगिरहनु भयो हातमा गुलेले बोकेर कता हुनु नि बारीतिर गएर बाँदर लखाडेर आयो कि बाँदर आएर के खान्छ काकी आजभोलि खाने केही पनि छैन के खान्छ भन्नु नि अब अलिअलि आलु छ एउटा दुइटा सुन्तला छ त्यही खान्छ नि के भएन भने त्यो साग पनि चुटालेर फालिदिन्छ नि फेरि एक्लै एक्लै गुलेली लिएर नहिँड्ने चाहिँ काकी फेरि त्यो बाँदरको हुलले हमला गरिदिन्छ तपाईँले गर्छ बाँदरले हमला यो गुललीले एक ढुङ्गा हानेपछि त सबै भाग्छ बाँदर त्यो त कहिले कहीँ दशा लागेको बेलामा खाली बन्दुक पनि पड्किन्छ भन्थ्यो हो त्यस्तै होला कि भनेर नि काकी अनि मैले सुनेको कान्छीमाया आउनु भएको अरे अब त्यो सानो काजी त उतै जान्छन् होला नि खोइ काकी त्यो सानो काजी कान्छी फुपू 2-4 दिनको लागि माइत आउनु भएको होला नि जान्छ होला नि के जान्थ्यो त्यो सानो कान्छी यही मौका पा बेला यसो कुरा मिलाएर घरतिर पठाइदिए हुन्थ्यो नि हुन त हुन्थ्यो काकी खै अब बाले के भन्नुहुन्छ बेलुका बासँग गएर सल्लाह गर्नु पर्ला सल्लाह गरेर बासँग बगेको खोला फर्किँदैन मौका आउँछ फर्किँदैन भन्छन् उतै पठाइदिए हुन्छ पठाउन पाए हुन्थ्यो नि काकी त्यो दुःखको भारी बोक्ने कसले मन लाग्छ र त्यो सानो काजी भनेको दुःखको भारी हो ल घाँस काट्न जानु लागेको मान्छे त पनि जा म पनि जान्छु हुन्छ काकी हुन्छ जानुहोस् खाजा पनि खानु भएको छैन होला तपाईँले अनि खाजा पनि खानुहोस् छैन अब गएर खान्छु म अब जान्छु प्रेम म ल ल ल ल सुरज ए सुरज सुरज हजुर सानका साहब सुरज बाबु त अघि नै गइसक्नु भयो अघि नै गइसक्नु भयो अरे कहाँ जानुभयो अघि नै खोइ कुनै कहाँ जानु भयो लुगा सुगा लाएर झोलासोला बोकेर फटाफट जानुभयो कहाँ पो जानुभयो अनि कहाँ गयो त्यो सुरज तँलाई केही त भनेर गयो होला नि मलाई त केही पनि भन्नु भएन नभनिकन फटाफट जानुभयो के अरे अनि मान्छे झोला बोकेर लुगा लाएर हिँडेको देखेपछि कहाँ जान लाग्नुभयो भनेर सोध्नु पर्दैन किन सोध्नु मैले न बाउपट्टिको काका न आमापट्टिको मामा मच्ची गएर दौड्दै म त हेरेर बसेँ कतै तिमीहरू बाउ छोराले त निकालेर पठाएनौ वनको बाघले खाओस् नखाओस् मनको बाघले खानी तपाईँको मनको बाघले धेरै खाँदो रहेछ सानकै साहब नचाहिँदो कुरा गर्दै हिँडेपछि कुन बाघले खान्छ नि कमसेकम झोला बोकेर हिँडेको देखेपछि त कहाँ जान लाग्नुभयो भनेर सोध्नुपर्छ नि मैले भने त किन सोध्नु उसलाई कुच्चोले बढार्न पर्ने कसिङ्गरलाई हावाले उडाउँछ पनि मैले सब बुझ्या छु तिमीहरूको कुरा मेरो साथी सुरजलाई निकाल्नको लागि तिमीहरूको ठुलो राजनीति छ ताइचिन धान र संविधान नबुझ्ने यो बुढालाई राजनीति भनेको के थाहा कसले के गर्न खोज्या छ म जसरी नै पत्ता लगाउँछु यदि मैले पत्ता लगाएँ भने त्यो मान्छे बच्ने छैन फेरि पत्ता मात्र नै किन अहिले फोन हान्छु नि अहिले सम्पर्क हुन सकेन र मात्रै नत्र दुधको दुध पानीको पानी अहिले छुट्याइदिन्थे
र कसलाई के गर्नुपर्छ यहीँ गरिदिन्थेँ। अहिले फोन सम्पर्क हुन सकेन र मात्रै। ल गर्नुहोस् के गर्न पर्छ गर्नुहोस्। अब हामीले केही गरेको छैन के अरे, न बिराउनु न डराउनु। हामी किन डराउनु? तँ किन डराउनु र? ओहो तँ माग्नेलाई उखान टुक्का हान्न त कसले सिकाउनु पर्छ र? यो दिदी अहिलेसम्म नि आउनु भएको छैन। आफूलाई भोक लागिसक्यो यहाँ एक्लै खाइदिन्छु म त। एकछिन पनि मलाई नकुरिकन मकै भटमास मरङ चपाउनु थालेको छैन। कुरा त हो नि तपाईँलाई, कति बेरसम्म कुरेको तपाईँ आउनु नै भएन। मलाई भोक लाग्यो अनि मैले खाइदिएँ। भोक पनि कति लाग्दो रहेछ है तँलाई, कसैलाई नलाग्यो भोक। अनि यो मही चाहिँ कहाँबाट ल्याएस् नि? विमल दाई आउनु भएको थियो, एक लोटा मही दिएर अनि जानुभयो। ए विमल दाई आउनु भएको थियो, अनि विमल दाईले के भनेर जानुभयो त? तिम्रो दिदीलाई भेट्न आएको भन्नुभएको थियो, अनि तपाईँले नदेखेपछि अनि जानुभयो। जा मलाई पनि मकै भटमास मही ल्याइदिएँ, अनि म पनि यहीँ बसेर खान्छु। कहाँ म थाल समातेर खाइरहेको छु, तपाईँ आफै ल्याएर खानुहोस्। दिदी नआउँदा एक्लै बसेर मकै भटमास मरङ खाएपछि कहाँ उठ्नु मन लाग्दैछ त तँलाई? खाने त हो नि, काम साँचे आफैलाई, खाने साँचे अरूलाई। हो रहेछ, सबै कुरा तँलाई थाहा रहेछ, काहीँ नभएको कुटुल्नी। अर्कालाई नाम राख्न नै कति आएको यो दिदीलाई, कुटुनी र सुटुनी भन्नलाई। अनि के त, दिदीलाई थाकेर आयो भने खाजा ल्याइदिनु सक्दैन त्यति? ल भइहाल्यो नि त, तपाईँले ल्याइहाल्नु भयो, अब खुरो खानुहोस् न। खाइहाल्छु नि, मलाई खान नि तैँले सिकाउनु पर्छ। ल लैजा, यो थाल र गिलास पनि, कि यो पनि मैले माझ्नुपर्ने हो? माछु त्यति साह्रो पनि नभन्नुहोस् मलाई। होइन सानो काजी साहब, कता हिँड्नु भएको यो बारी? म त रिसले आँखा नदेखेर
कता कता हिँडेँ कता कता विमल दाइ, म आफैलाई थाहा छैन। रिसले आँखा देखिन अरे होइन यो के भयो तपाईँलाई? के हुनु र विमल दाइ, त्यो साथी आइरहेको थियो नि, त्यो त तपाईँलाई पनि थाहा छ नि। हो त्यो साथी 2-3 महिना बस्छु भनेर आएको थियो, आज त प्रेमका बाउ छोराले लखेटिसकेछन्। हो र भने त्यसको बाउ छोरा त्यत्रो हिम्मत? तपाईँको साथीले लखट्ने? त्यही हिम्मत भएर लखेटेको त होला नि, अब लखेटिसकेछन्। उठी उठी के कुरा गर्ने काजी साहब? जाउँ न त्यता बसेर कुरा गरौँ। हुन्छ जाउँ। तिनीहरूले खुवाउनु पर्यो स्याहार्नु पर्यो भनेर लखेटेका होला नि। तिनीहरूले मेरो साथीलाई लखेटे, म पनि तिनीहरूलाई लखेट्छु। हेर्दै जानुहोस् विमल दाइ, हेर्दै जानुहोस्। प्रेमका बाउ छोरालाई लखट्ने रे, तर कसरी छन् काजी साहब? तपाईँ हेर्दै जानुहोस् विमल दाइ, तपाईँ हेर्दै जानुहोस्। मैले सप्तरङ्गी चाल चलिसकेको छु, तपाईँ हेर्दै जानुहोस्। के गर्न लाउनु छ हजुरले? यसो सुन्न पाए हुन्थ्यो नि। मैले एउटा काम गर्दैछु जसमा लौरो पनि नभाँचिने, साँप पनि नमर्ने। भन्नुहोस् त काजी साहब, तपाईँले चाहिँ के गर्न लाउनु भएको? त्यो प्रेमका बाउ छोराले मेरो ऋण तिर्न सक्दैनन्। अब मेरो ऋण तिर्न नसकेपछि बिस्तारै बिस्तारै यिनीहरूको घर बारी जग्गा जमिन सब म कर्याप्रु पार्छु। त्यस पछाडि त्यसको घर बारी जग्गा जमिन कर्याप्रु चपाइदिन्छु म। बिस्तारै बोल्नु छ काजी साहब, बिस्तारै। भन्छन् भित्ताको पनि कान हुन्छ भनेर। भित्ताको पनि कान हुन्छ, तर खुट्टा त हुँदैन नि। बिचरा त्यो भित्ता सुनेर बस्छ, तर बाहिर लान त सक्दैन नि। यो कुरा कि तपाईँलाई थाहा छ कि मलाई थाहा छ, कि तपाईँले बाहिर लाने हो कि मैले लाने हो। यदि यो कुरा बाहिर गयो भने कसैलाई पनि ठिक हुने छैन। यो कुरा कि तपाईँले लानु पर्यो बाहिर कि मैले लानु पर्यो, हामी दुई बाहेक अरू को छ र? त्यो त हो सन काजी साहब, त्यही पनि विचार पुऱ्याएर कुरा गर्नुपर्छ कि। यदि हामी दुईमा यो कुरा कसैले बाहिर लग्यो भने मैले पत्ता लगाएरै छोड्छु। यदि मैले पत्ता लगाएँ भने त्यसको गर्दन मेरो हातमा हुनेछ। होइन है बा, के भयो तपाईँलाई? झोक्राएर बस्नु भएको छ त आज? केही भएको छैन बाबु, मलाई केही भएको छैन। के हुन्थ्यो र? भन न भन, पक्कै पनि तिमीलाई के भएको छ भन न। केही भएको छैन के, मलाई केही पनि भएको छैन। ल भयो त्यसो भए। अनि त्यो काजीको साथी आयो कि आएको छैन नि? आएको छैन, कहाँ आउनु नि, त्यो त गएको गई भयो। अब त भन न, तिमीलाई के भयो? के हुने नि बाबु, सानो काजी आएर तिम्रो बाउ छोरा मिलेर मेरो साथीलाई घरबाट निकालेर पठाइस् भनेर धुमधाम गर्यो मलाई। अनि तिमीले भनेनौ त ऊ आफै गएको, हामीलाई केही पनि थाहा छैन भनेर? मैले भनिनँ होला त, हामीलाई केही पनि थाहा छैन, ऊ आफै गएको भनेर। अब पत्याए पो। अनि के भन्यो त त्यो सानो काजीले? के भन्नु नि, मेरो साथीलाई निकाल्नुमा पक्का पनि तिम्रो बाउ छोराकै हात छ भनेर भन्दै थियो नि। मैले पत्ता मात्र लाउन अनि के गर्नुपर्छ मैले जानेछु भनेर थर्काउनु थर्काएर गयो नि बाबु। भन्छन् नि माटोको भाँडालाई काठको मुङ्रो नलगाइ हुँदैन भनेर। हो, साँच्चै हो रहेछ। यो सानो काजीको माटोको भाँडाले पनि काठको मुङ्रोले हान्दिमै क्या बा? अहिले आवेशमा नआइजो, तैँले के पनि गर्नु पर्दैन, चुप्प लागेर बसिरह। अनि के त, जतिखेर जे बन्न मन लाग्यो त्यही भन्दा पनि, जे गर्न मन लाग्यो त्यही गर्दा पनि के हामी चुप्पो लागेर बस्ने बा? अहिले उसको फुपू पनि घरमा आएकी छे, यस्तो बेलामा हामीले उसलाई केही गर्नु भन्नु हुँदैन। बरु यसो उसको फुपूलाई खबर पठाएर यहाँ बोलाएर तिम्रो भदालाई सम्झाइदेऊ भनेर सम्झाउने पो हो कि एकचोटि। सम्झाउने मात्र होइन बा, बरु तपाईँको भदालाई आफ्नै घरमा लगाएर राख्नुहोस् भन्नुहोस् न। न मानि पो हाल्छन् कि? हुन्छ एकचोटि त्यसै गरी हेर्नु पर्ला एकचोटि। न मानि पो हाल्नुहुन्छ कि कान्छी मुयाले।
हुन्छ बा हुन्छ, अब त्यसै गर्नु। बरु खाजा बनाएर राख्नु भएको छ कि छैन? कस्तो भोक पनि लागिसक्यो। खाजा त के बनाएर राख्नु र बाबु? अब चिया र बिस्कुट खाने भए पनि छ, मकै खाने भए पनि छ। अनि के खान्छ त? हुन्छ, जे भयो नि भित्र गएर खाउँला। बरु राखिदिनुहोस्। हुन्छ नि त, म राखिदिन्छु। हिँड्भित्र जाउँ। यो भिमे पनि कहाँ गएछ? कतै छैन। अब नङ पालिस लाउनु पर्यो, नङ पनि सबै खुइली गएछ। ए कान्छी फुपू, के गर्न लाग्नु भएको कुर्सीमा बसेर? देखिनस्, नङमा पालिस लगाउनु थालेको, तेरो घरमा काम गर्दा गर्दा सबै पालिस गइहाल्यो। अनि किन त सबै काम गर्नुभएको? हातको पालिस सालिस सबै जाने गरे कान्छी फुपू। आराम गरेर बस्नु भएको भए पनि हुन्थ्यो। बस्यो नि अब आराम गरेर, घर सबै फोरै पारेर बसेछस्। अनि खाजा खानु भयो त फुपू? कहाँ खानु खाजा? आफ्नो भदै नभइकन मैले मात्रै खाजा खाएर बस्छु होला त? थाहा छैन। अनि खानु भएको भए हुन्थ्यो नि फुपू। म त कहिले बाहिरतिर हुन्छु, कहिले माथि डाँडातिर जान्छु, कहिले साथीहरूसँग गएको हुन्छु। हजुरले खाजा खाएर बस्नु भएको भए हुन्थ्यो। थाहा छ त, एकछिन घरमा बस्ने होइन, कहिले लहर 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 लहर, कहिले कता हिँडिरहेछस्। कुकुरको काम पनि छैन, फुर्सद पनि छैन, एकैछिन पनि घरमा बस्दैन भन्छन्। अब के गर्नु त फुपू? साँपा बच्चो, राजा बच्चो, बाघा बच्चो कहिले पनि एकै ठाउँमा बस्दैन भन्ने कुरा हजुरलाई थाहा छैन र? ल भो त अरूको लागि बाघा बच्चो, साँपा बच्चो, राजा बच्चो होलास्, मेरो लागि मेरै दाइको बच्चोस्। अनि तँलाई यस बेलासम्म भोक पनि लागेन होइन? अलिअलि लागेको छ फुपू। अहिले एकछिनमा खाउँला नि, के को हतार। अनि फुपू, अघि सोध्न पनि भ्याइएन, घरतिर सबैलाई सन्चै छ? अनि फुपाजुलाई कस्तो छ? सन्चै छौँ बाबु हामी अहिलेसम्म त। भगवान्को कानमा नपरोस्, फुबाजु पनि सन्चै हुनुहुन्छ। अनि फुपाजुले पैसा ब्याजमा कतिको लगाइरहनु भएको छ? टन्नै लगाइरहनु भएको छ होला होइन? ब्याजमा पैसा त टन्नै लगाइराख्नु भएको छ नि। ब्याजमा पैसा दिएर के गर्नु? हातले दिएर गोडालाई साथी जस्तो। त्यही ब्याजको लागि बिहानदेखिको बेलुकासम्म दौडे गर्नुहुन्छ फुबाजु। ए भनेपछि राम्रै गर्नु भएको रहेछ नि। बिहान बेलुका दौडे गरेपछि त ब्याज त टन्नै लिएर आउनुहुन्छ होला नि। ल छोडिदे यस्ता कुरा। भरेदेखि त चन्द्रेको छाप्रामा जाँदैनस् होला नि, घरमै बस्नुपर्छ होला नि। उतै जानु पर्ला फुपू। के भनिस् रे? म माइत बस्छु भनेर 2-4 दिनको छुट्टी लिएर आएको छु। अनि त मलाई यत्रो घरमा एक्लै छोडेर त चन्द्रेको गोठमा जान्छस्? फुरुक्क नै आफ्नै घरमा यही बस। हुन्छ नि त हुन्छ कान्छी फुपू, अहिले दिन म यतै बसौँ ल। ल हिँड्न त हिँड, उसो भए खाजा खान जाउँ भित्र। हस् फुपू। ओहो दाइ, कता पुगेर आउनु बा? यसो गाउँतिर खेताला खोज्न गएको थिएँ। अनि तिमी चाहिँ कता गएर आएको? म त्यहाँ पसल गएर रिचार्ज कार्ड लिएर आएकी। अनि खेतालो पाउनु भयो त दाइ? कहाँ पाउनु बहिनी खेताला? खेताला पाउनलाई गाउँमा केटाहरू पनि हुनु पर्यो नि। अब केटाहरू जति गाउँमा बस्दैनन्, अब सबै विदेश जान्छन्। कहाँ पाउनु खेताला बहिनी? एउटा केटा गाउँमा छैनन्, सबै केटाहरू पनि विदेशतिर। कहाँबाट पाउनु खेताला? त्यो पनि हो दाइ। अब केटाहरू जति गाउँमा बस्दैनन्, सबै विदेश जान्छन्। हुन त नेपालमा काम पाउँदैन, के को बस्छन्? त्यो त हो बहिनी। अब नेपालमा काम पाइएन भनेर सबै विदेशतिर गएर पलायन हुने हो नि। गाउँमा एउटा मान्छे मऱ्यो भने लास उठाउने मान्छे एउटा छैन। उही बुढाबुढी र बालबच्चा मात्रै छन्। हो नि दाइ, धन्न हाम्रो गाउँमा चाहिँ 1-2 जना केटाहरू छन्। हो नि, कमसेकम हाम्रो गाउँमा 1-2 केटाहरू त छन्। अस्ति त्यो पल्ला गाउँको ठुले साइला बित्दाखेरि लास उठाउने मान्छे पनि भएनन्। ऊ त्यो पल्लो गाउँदेखि मान्छे आउनु पर्यो।
यस्तो भइसक्यो हाम्रो गाउँ। अनि हाम्रो दिदीहरूलाई भन्नुभएको भए हुन्थ्यो नि, किन अन्त अन्त खोज्नु भएको खेताला? टाढाको देउता भन्दा नजिकको भूत काम लाग्छ, होइन र? त्यो त हो। मैले पनि तिम्रो दिदी र प्रेमले नभनेको कहाँ हो र? अब त्यो प्रेम पनि आफ्नो बारी र काजीको बारी खन्दा खन्दा फुर्सद छैन। अब तिम्रो दिदीले पनि फुर्सद छैन भन्छन्। कता हो कता हो, त्यही भएर हो नि बहिनी। ए हुन त हो। अहिले म जान्छु ल दाइ। हुन्छ बहिनी हुन्छ। कहिलेकाहीँ यसो हाम्रो घरतिर पनि पस्ने गर न, चिसो मै खाएर पठाउला नि। हुन्छ दाइ हुन्छ। कुन चाहिँ ठुलो कुरा हो र आफ्नो गाउँघरको दाजुभाइसँग भेटघाट गर्नलाई? आउनु त पर्छ नि, आउँछु म। तर त मेरो लागि दिदीबहिनी होइनस्, यो कुरो हेक्का राखेस्। त्यो पेमा उस बेला खाजा खाएर गयो कि मान्छे अहिलेसम्म आउँदिन। कहाँ गएछ यो पेमा? पेमा त आओस् न मात्रै, मैले त त्यसलाई यो खुच्चैले हान्छु नि। होइन है दिदी, तपाईँ भित्र गएर भात नपकाएर किन यहाँ आएर बस्नु भएको? त्यही पनि कुचो समातेर। आज भात पकाएको छैन, आज चिउरा खाने हो तैँले। चिउरा रे? ए हुन्छ दिदी, मलाई त भातभन्दा चिउरै मिठो लाग्छ। त्यसमा अझै मासु पनि छ दिदी? मासु नि छैन, तरकारी नि छैन, आज त फुक्क चिउरा खाने हो। यहीँ चाहिँ त माथि उक्ली त। लाखा चिउरा, लाखा चिउरा, लाखा चिउरा, लाखा चिउरा, लाखा चिउरा, यही हो चिउरा, लाखा चिउरा, लाखा चिउरा, लाखा। कृष्ण के गर्नु भएको? तपाईँले मलाई के गर्नु भएको? किन कुट्नु भएको? त उस बेला गएको मान्छे यस बेला अँध्यारो भए पनि घर नआएको त कहाँ गएको थियो भन् त मलाई। दिदी, कुरा सुरा बुझ्नु छैन, त्यसै कुट्नुहुन्छ। भन्न त भन्, तै भन्, के कुरा बुझ्नु पर्यो मैले? अनि म त्यहीँ तल पसलसम्म रिचार्ज कार्ड किन्न गएको थिएँ, अनि ढिला हुँदैन त? रिचार्ज कार्ड लिएर आउँदैछु, त्यसै कुट्ने अर्कालाई। हो र भने, अनि अघि नै भन्नु पर्दैन त म रिचार्ज कार्ड लिन गएको थिएँ भनेर? भन्यो खुब, बोल्न दिया होइन, आउने बित्तिकै आक्रमण गर्न थालिहालिन्, कुचली। ल मेरो गल्ती भयो नि त, सरी है, सरी बहिनी, नरिसाउ न भनेर जान्दैन तिमी? के को सरी नि, जेरी होला नि। कसैलाई कुट्दाखेरि 10 चोटि सोच्नुपर्छ, त्यही भएर भनेको। अर्कालाई त्यत्तिकै कुटेर। अब गल्ती भयो नि त, आलु काउली पकाएर मिठो भात पकाएर खुवाउँला, ल हिँड्छौँ। जम अर्कालाई कुटेर अहिले चाहिँ फकाउनुहुन्छ। आफ्नो बहिनीलाई पिट्नु नि पर्छ, माया गर्नु नि पर्छ। जाउँ भित्र। ल बाबु चिया खा। चिया ल्याउनु बाबा? ल्याएँ नि, बा आउनुहुन्छ मात्रै मुढा तल ठिक्क पारेर राख्नु पर्दैन। यहाँ छ त्यो बा, तान्नु न। तान्नै गाह्रो भएर त हो नि। बिस्कुट छ नि, चिया मात्र खा। आज त मजाले चिया खानुपर्छ बा। आज यति आनन्द आछ कि, यति मजा आछ कि, त्यो भिमे नभएपछि यस्तो मन आनन्द, जिउ पनि हल्का भएको छ बा आज त। हो नि, आज एक रात नभएर के गर्नु नि, अहिले टुप्लुक्क आइपुग्छ ल। त्यो 68 टुप्लुक्क
आएर के भयो त बा त्यसले हामी नराखौँ हाम्रो घरमा अनि टन्टै साहब नराखेर पनि के गर्नु बाबु आएर जबरजस्ती बस्छ होला अनि नराखेर भयो त त्यसो भनेर कहाँ हुन्छ र बा यदि त्यो आयो भने जुन बाटो आएको त्यही बाटो खुरु फर्काइदिउँ न त्यसलाई यही घरमा राख्नुपर्छ भन्ने के छ र अब जुन बाटो आएको त्यही बाटो फर्काउन त हुन्थ्यो नि अब के गर्नु मान्दैन होला त्यसलाई त बा आउने बित्तिकै फर्काइदिनुपर्छ यदि त्यसलाई हाम्रो घरमा राख्यो भने हाम्रो टाउकोमा टेकेर कथक नाच्छ अब कथक नाच्यो नि झ्याउरे नाच्यो नि के गर्नु त घोक्राएर पठाउनु भएन क्या अरे ओहो कान्छी मैया दर्शन है दर्शन ए दर्शन चिया खाँदैछ हौ हजुर कान्छी मैया ए यो मुढा बस्यो यहाँ हजुरलाई हिजै भेट्न आउन लागेको थिएँ म हजुर आउनु भएको छ रे भनेर सुन्ने बित्तिकै अब के गर्नु बेलुका भइहाल्यो जाडो भयो बुढो मान्छे आउनै सकिनँ अनि हजुरले किन दुःख पाएर यहाँसम्म आउनु पर्यो होला म हजुरले भेट्न आइहाल्थेँ नि अब जसले जसलाई भेट्न आयो नि भइगयो नि कुरा एउटै हो क्या अरे त्यो त हो नि कान्छी मैया बाबु छोरा तिमी एकछिन भित्र जाऊ त हस् बा उतै भित्रै बसेर हस् 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 ल अनि चन्द्र दाई मेरो भन्दा त यहीँ बस्छु भन्छ कुरा के हो खोइ कान्छी मैया माथि घरमा जाडो छ म यहीँ बस्छु भनेर आएर बस्नुभयो मैले पनि आफ्नै घरमा गएर बस्नु भने हो मान्नुहुन्न के अरे खोइ के हो बरु हजुरले यसो सम्झाइदिनु पर्यो कान्छी मैया माथि आफ्नै घरमा आएर बस भनेर पख न पख म सम्झाउँदैछु 2-4 दिन हिजो पनि सम्झाएर उतै राखेँ अब म 2-4 दिन यतै बस्छु म यतै बस्नु जस्तो उसलाई यतै राखिहाल्छु नि अब जसरी भए पनि हजुरले आफ्नो भदालाई उतै आफ्नो घरमा बस भनेर सम्झाउनु पर्यो कान्छी मैया अब म बुढोलाई जिउमा तेल लगाइदिए भने खुट्टामा तेल लगाइदिए भने लगाउनु पनि लाउनु भयो अब म कसरी सहने भन्नुहोस् त कान्छी मैया यहाँ बस्नुन्जेल त हैरान गर्नुभयो सानो काई साहबले ए त्यसले तेल पनि लगाउनु लाग्यो तपाईँलाई हो नि कान्छी मैया कस्तो हो यो जति भन्यो नि मान्दैन साह्रै मातिराखेको छ यो दाई हजुर हुनुहुन्जेल मातेको थिएन अहिले त साह्रै मात्दै छ यो हो नि कान्छी मैया अहिले त सानो काजी छोडेको राँगो जस्तो हुनुभएको छ जसलाई पायो त्यसलाई हान्दै हिँड्ने जसलाई पायो त्यसलाई लहर्दै हिँड्ने ठिकै छ सकेसम्म म सम्झाएर उतै राख्ने कोसिस गर्छु कि अरे हस् हजुर हस् अनि हजुर चिया खाइसक्यो त नखाइसकेको भए म पकाएर ल्याउँछु के अरे पर्दैन मैले अहिले भर्खर चिया खाएर आएको अब जान्छु कि अरे चन्द्र दाई हस् कान्छी मैया हस् बिस्तारो सवारी होस् हस् त चन्द्र दाईको हस् के गर्नु एक कप चिया खान पाए हुन्थ्यो होइन सानो काजी साहब एक बिहानै खोल्सामा किन बोलाउनु भएको किनभने तपाईँ आज यताउता मान्छे हेर्नुहोस् आज त्यो पेमाको इज्जत बर्बाद पारिदिन्छु पेमाको इज्जत बर्बाद पार्ने रे किन पार्ने रे पेमाको इज्जत बर्बाद त्यो पेमाको दिदीबहिनीको आजभोलि तुजुक खुब बढेछ त्यो तुजुकलाई पोख्नै पर्छ त्यो पेमा त्यो खोल्सासम्म आउँछु भन्ने किन ग्यारेन्टी छ र त्यो पेमा आउँछ त्यो पेमा ग्यारेन्टी आउँछ त्यो बिहान पानी लिन आउँछ त्यही बेलामा म त्यसरी नै इज्जत लुट्नुहुन्छ र सानो काजी साहब किन नहुनु अवश्य हुन्छ म त्यसलाई आज बर्बाद पारेरै छोड्छु नरन्छ बाँस नबच्च बाँसुरी होइन सानो काजी साहब म मान्छे पनि हेर्न सक्दैन अहिले त्यसो नगर्नुहोस् यो काजी भीमबहादुर बस्नेतले एकचोटि बोलेसी बोल्यो यो काजी भीमबहादुर बस्नेतको बोली बदर हुँदैन होइन काजी साहब
म त यो झमेलामा पर्दैन, म त जान्छु। जान्छु। मलाई छोडिदिनु सानो काजी सा, मलाई छोडिदिनु। म चिचाइदिन्छु नि फेरि, सारा गाउँलेलाई बोलाइदिन्छु। जति चिच्याउँछस् चिच्या, तेरो चिच्याउन कसैले सुन्दैन। समयले उठको हाँसो लुटी लाग्यो सबै, कहाँ किन्न पाइन्छ र निको हुने दबाई, सधैँभरि रमाइ हिँड्न मिलेन नि मेसो, सबैबाट एक्लिएमा पोखुका दुखेसो, सबैबाट एक्लिएमा पोखुका दुखेसो।